यो चाहिँ एकदमै पुरानो घरहरू है, पुरानो घरहरू पनि यहाँ चाहिँ यसरी राखिरहेको हुन्छ, अहिलेसम्म भत्काएको पनि हुन्न है। यसरी यसलाई चाहिँ संरक्षण गरेर राखिरहेको छ। एकदम पुरानो, यो चाहिँ धेरै वर्ष पुरानो घरहरू हुन्। यहाँ चाहिँ सायद यहाँको मान्छेहरू चाहिँ खासै त्यति देखिँदैन यहाँ। अब घर बनाएर सायद अन्त सर्नु भएको होला, सायद त्यति मान्छेहरू चाहिँ देखिँदैन। तर बस्ती चाहिँ यसरी यसलाई नमासिकन यसरी राखिरहेको हुन्छ। यहाँ चाहिँ प्राय फर्महरू, यो माथि देखेको चाहिँ यो बुङ्गुर फर्म हो। यो बुङ्गुर फर्ममा चाहिँ यहाँ चाहिँ फर्महरू, कुखुरा पालन, बुङ्गुर पालन, गाई पालन चाहिँ एकदमै व्यवस्थित साथी राखेको हुन्छ। यहाँ यस्तो गन्ध आउने त्यस्तोहरू चाहिँ खासै केही हुन्न यहाँ। एकदमै यो गन्धलाई चाहिँ फिल्टर गरेर हावामा फालेको हुन्छ। यहाँको मलहरू पनि एकदमै व्यवस्थित गरेर राख्नुपर्ने हुन्छ। यहाँ फर्महरू यसरी राखेको हुन्छ। फर्महरूलाई यसरी, यो बुङ्गुर फर्म हो। यहाँ चाहिँ तपाईँको यो ठुलो देखिन्छ यो बुङ्गुर फर्म पनि। यहाँ धेरै बुङ्गुर फर्महरू छन्, एकदमै व्यवस्थित गरेर राखेको हुन्छ। गाउँमा साइड आउँदाखेरि यसरी फर्महरू राखेको छ। बस्ती पनि एकदमै पुरानो बस्ती। सायद यहाँ ढुङ्गा माटोले बनेको घरहरू पनि छन् जस्तो लाग्छ मलाई। यसो अलि त्यहाँ छेकेको छ, बाँसघारीले छेकेको छ। ढुङ्गा माटोले बनेको घरहरू पनि सायद छ जस्तो लाग्छ मलाई। त्यहाँ मैले प्रायः कति ठाउँमा देखेको पनि ढुङ्गा माटोले बनेको घरहरू पनि। म हजुरलाई फेरि त्यो ठाउँमा पुग्यो भने म त्यसको भिडियो पनि हाल्नेछु। यो मेरो भिडियो हेरेर लाइक, कमेन्ट र सेयर गरिदिनु होला भन्ने आशा राखेको छु। हस् त, धन्यवाद।